हेलो गाइस, अब चाहिँ हामी रिक्सा चढिसकेको छौँ यहाँबाट सिद्ध बाबा जानुलाई। म के भन्नु, त्यही भन्नु छ हामी सिद्ध बाबा पुगिसक्यौँ। मम्मी हामी सिद्ध बाबा पुगिसक्यौँ। हाई गाइस, रमाइलो छ। दिस इज सिद्ध बाबा। यो चाहिँ यहाँबाट स्टार्ट हुन्छ। अब लाइन बस्न पर्छ यहाँ। यस्तो छ, यति लाइन छ। मम्मी कस्तो लागिरहेको? आउँदाखेरि खासै लाइन त थिएन, तर यति धेरै लाइन भइसक्यो। त्यो यति धेरै लाइन भइसक्यो। पूजा गर्दै हुनुहुन्छ यहाँ। हामी अझै स्टिल लाइनमै छौँ। हेलो मम्मी। हाम्रो भक्तिनी, मेन भक्तिनी चाहिँ ऊ है हाम्रो गाइस। अब हामी पूजा गर्छौँ। हो मम्मी ल यता हेर्नु त। सकिन थालिसक्यो। हामी गाइस फर्किसकेछौँ। अब हामीले पूजा गरेर चाहिँ भ्यायौँ। अब हामीले रिटर्न गर्नु हो। त्यो पूजा गर्न लगेको सामग्रीहरू चाहिँ रिटर्न गर्न छ। अब हामीले रिटर्न गर्न जाँदैछौँ। हामी चाहिँ अब सकेर झर्नामा जाने भनेको गाइस। यस्तै कस्तो हुन्छ त्यहाँको झर्ना। टिका छ निधारमा, रातो टिका। यस्तो छ बाटो, डेन्जर छ। आवाज सुन्ने छैन होला मेरो। यस गाइस, यस। लाग्यो यस्तो हो गाइस। झर्ना हेर्न जाने हो। यस्तो दामी हो गाइज। वी आर क्लोज टु झर्ना। लास्ट रमाइलो लागेर हामीलाई चाहिँ लास्ट। फाइनल्ली हामी झर्नामा आयौँ। यस्तो दामी देखियो। मैले नि फोटो खिचेको थिएँ नि पहिला म साथीहरूसँग आउँदाखेरि।
यहाँ चाहिँ मिसिङ छ कि हामी स्कुटीमा आएको थियौँ अनि मेरो पूजा अवन्तिका कीर्तन केसुहरू भएर आएको थियौँ अनि त्यसपछि यहाँ फोटो खिचेको थियौँ कि हामीले स्टिल याद आयो मलाई सुलभ पनि आएको थियो मेरो दाइ अङ्कित पनि अन्सुल पनि ल मम्मी मम्मी इज इन्जोइङ झर्ना ए लड्नु होला है ल यस्तो झर्ना खेले जस्तो गर्नु न यता हेर्नु गाई झर्ना पनि वी वाज द झर्ना हामी झर्नामा पनि इन्जोय गऱ्यौँ त्यसपछि अब हामी जाँदैछौँ खाना के आज चाहिँ बिन्साको व्रत हो गाइज मम्मीको र मेरो चाहिँ होइन अनि देन हामी जाँदैछौँ Hey guys, यस्तो पायौँ गाइज यस्तो गाडी पायौँ हामीले रमाइलो हो एक्सपिरियन्स न्यू एक्सपिरियन्स गाइज ल पहिला लाउनु त तँ हटाउनु क्या मम्मी हामी मिष्टान भण्डारा हम गाइस खास खानु हाँ 2 घन्टा त यहीँ बस्नु पर्छ बेनिसाको चाहिँ व्रत आज अनि लस्सी र रसभरी आइसकेको छ गाइस हामीले 2 बजेको टिकट काटेको कि लिटरली 2 बजेको टिकट काटेको अहिले बल्ल 12:06 2:15 हो कि अझै 2 पनि होइन 2:15 हो कि अझै स्टिल 2:15 कसरी त 15 मिनट कटाउने हो 15 त भित्र गइन्छ होला भित्र गइन्छ फोटोसोटो खिचिन्छ तर अहिले बल्ल 12:06 भयो अब चाहिँ अब आफस नै बिजीमा हुनुहुन्छ मुभी हाम्रो स्टार्ट हुने 2 बजे हो नि त अहिले हामी यहाँ बसेर सब बिजी हौँ यस्तो राम्रो भ्यू हो कि लुक एट द भ्यू गाइज हाई गाइज हामी सिनेमा हल आइसकेका छौँ वी आर एट द लिफ्ट हामी लिफ्टमा छौँ अहिले मम्मी हजुर हेलो भन्छ हामी बसेर भयौँ अनि we still have 1.5 hour हो के गर्ने थाहा छैन यो भ्यू यस्तो दामी के यस्तो भ्यू दामी हो के हाम्रो चाहिँ टिकट पाएको थिएनौँ त्यही भएर हाम्रो चाहिँ C1 C2 C3 हो टिकट लिइसकेको छौँ अब हामी जान्छौँ माथि मम्मी वेट गरिराख्नु भयो लेट्स गो फाइनली 2 बज्न लाग्यो फाइनली गाउँखेली ग्रेट गाउँखेली हेर्न लाग्यो Finally, we are here. We are inside the movie theater. We start on a live guys movie. All with resto pack mo. Houseful छ के सबै हाउसफुल छ गौथलीले त नेल डिट नै गर्यो के लास्ट अब कस्तो हो अब हेरौँ है त